ल है सबैलाई नमस्कार। यहाँ हामी सानीमा कहाँ यहाँ ल नमस्कार है मेरो सानीमा है बिरामी हुनुहुन्छ अपरेसन गरेको छ यहाँ हामी हेर्न आएको। यहाँ मेरो दिदी ठुल दिदी यहाँ मेरो माइल दिदी यहाँ मुसुक्क दिदै छ। यहाँ मेरी बहिनी मामाको छोरी यहाँ अन्जना यहाँ नबना भन्छ खोइ किन हो बनाइदिएँ मैले त एउटा भिडियो जेसुकै होस्। साह्रो भए त कहाँ हिँड्नु भएको छ यहाँ सुतिरहनु भएको थियो कहाँ जानुभयो। कमला छैनन् गएकी छिन् मानेश्वर यहाँ चिया खान कमला बुहारी अब यहाँ चिया खान भनेर बसिरहेको। यहाँ यो आइपुगी बहिनी हामी त कमला आइन् भनेर धसङ्ग भयो। अब खाना पायो भनेर मख पर्यौँ। अब यो मान्छे चिया पकाउँदिन अब के गर्ने। म त हेर्छु भन्छ ल है ल ल है ल ल है हाम्रो यहाँ बुहारी नानी आउन ढिला भयो। अब यहाँ हामी दिदी बहिनी चिया बनाउँछौँ। यहाँ पानी लाँदैछ हाम्रो बहिनी। अब यहाँ चिया बनाउने इन्डक्सनमै त होला नि। यहाँ भाइ बुहारीका यहाँ सानीमा कहाँ आएको बुहारी बहिनी कामले ढिला हुने भयो रे। अब हामीलाई हतार भयो। अब यसो चिया सिया बनाएर सानीमाहरूलाई दिनु पर्यो खानालाई। हामी पनि खानु पर्यो। के त तरकारी बनाएर राखेर गएछिन्। दुध फ्रिजमा होला। दुध हेर्दैछु कहाँ छ यहाँ छ ए हो दुध जेसुकै होस् दुध हेर्नुहोस् यहाँ ल। हामी चिया बनाउने कप कहाँ छ नि अन्जना अन्जना कप कहाँ छ है ए यहाँ रहेछ दुध यहाँ मैले ल्याइसकेँ। भेटिहालिस् नि दुध सबै हाल्न नाप्दैछु त्यसैमा बनाइदिएकी मलाई त्यसै बनाएर खाली छ टेबल नबनाएको ए तर्छ नि। म त खान्न है म खान्न किन है म खान्न पढाइकी छ म खान्न किन खान त म खान्न मैले खाइबरी एकचोटिभन्दा धेरै खान्न म दुधरी बट्या अलिकति राखिदिएस् कमीलाई अरू हाल्न अरू दुधै हाल्दैछु भन्नै पर्दैन सानीमा दुध हाल्न त मलाई ए छाली त्यही भएर मिलाएको। हामी कतिजना खाने 3 जना हामी 5 जना यो खान्छ म खान्न बिना सानो खानु न सानो खानु न चिया चिनी सबै सानीमा के चिनी नहालेर होइन थोरै थोरै हुन्छ अब यहाँ के गर्नु सानो यहाँ भिडियो पकाउँदैछु हजुरको घरमा सानीमा म हेरिहाल्छु नि जानु न बिरामी मान्छे। यो चिनी पनि छैन यहाँ थोरै गिलास कप त्यही माथि छ बिना डुलाको बाटो चिया किन के हाल्नुपर्छ हुँदैन के हाल्नुपर्छ त्यो मेरो चिया अलिकति चिया पत्ती हाल्छु अनि अलिक थोरै अलिकति चिनी अलिकति नुन मेरो बनिरहन्छ मेरो सादा बन्छ दुधवाला त्यही त सादा नुन दुध किनिहाल्नु ठिकै छ जसरी बन्छ सानो भएको चिया पनि